छिटो 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 नानी ल मत कसरी राख्ने भन्ने कुरा म सिकाउँछु है त। स्वस्तिक चिन्हमा ठ्याक्क लाएर छाप लगाउने होइन। अनि छाप चोपेपछि 4 नम्बरको जुन घन्टी छ होइन त्यहाँ बदर नहुने गरी नछुने गरी ठ्याक्क लाएर लगाउने। अनि त्यसपछि तलबाट पटाउने तरिका सिकाउँछ है। अरूमा छोयो भने बदर हुन्छ। तलबाट सर्लक्क माथि लिएर आउने अनि माथिबाट भएको त्यो चिन्ह चाहिँ सेतोमा पार्ने गरी, किनकि अरू चित्रमा छैयो भने बदर हुन्छ तपाईँको मत। अनि यसरी पटाएर सर्लक्क लाएर आफ्नो मत आफै सुरक्षित गर्ने र अनि मत राख्ने अनि घर फर्किने। फागुन 22 गतेबाट उज्जवल भविष्यका साथ नयाँ नेपाल बनाउने अनि सबै खुसी